भगवती महाकाली महालक्ष्मी महासरस्वती सर्पिणी त्रिणमात्मिकाय दुर्गा देवी नमता देवगंध उत्तम आग्रह सर्वदेवानां धूपोऽयं प्रतिगृह्यताम् साज्यं तबाटे समदुन्दुभ्याय च हनन्याय च अविरं च गुलालं च हरिद्रादि समृतं नाना परिमल द्रव्याणि गृहाण परमेश्वरी सुगन्धि द्रव्यं त्र्यम्बकं जगामहे सुगन्धिं पुष्टिवर्धनम् आचमनीं जलं समर्पयामि चन्दनक्षताले पूजा गर्दिनु ओम गन्धद्वारं दुराधर्तां दिष्टे पृष्ठं करिष्येण ईश्वरीं सर्वभूतानां तामिहोपभयश्रियम् अक्षतांस सुरश्रेष्ठ कुङ्कुमार्ता सुशोभिता मया निवृत्ता भक्त्या गृहाण परमेश्वर ओम समर्पण बुद्धिस्तु समर्पण बुद्धि सत्या संतु यजमानसकाम पूर्ण संतु मनोरथः वनस्पति पुरुष भगवान को मंदिरे पेशवेर वेदे संसावता मोहसरेवायनियमसामगा ध्यानावसत्पते मनसा पश्यन्ति योगिनो यस्यान्तं विदुसुरासुरगणा देवाय तस्मै नमः ओम भूर्भुवस्सुः भगवता वेदपुरुषाय नमो नमः प्रार्थना पूर्वकं कोटि कोटि नमस्कारं समर्पयामि अतस्ते नमः जबसम्म यो व्यवस्था बनिन्छ तबसम्म एउटा सुन्दर भक्ति भजनलाई उपभोग गर्नेछौँ। तबसम्म हजुरहरू सबैजना आफ्नो आफ्नो स्थानमा बस्नुहोला। आरती हजुरहरू बसेकै जग्गामा आउनेछ। आउनुहोस् भक्ति भजनलाई श्रवण गरौँ।
म ग म प नमः पार्वती पते हर 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 महादेव शंभो। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति शान्ति ओम शान्तिः। आउनुहोस् हजुरहरूको हातमा रहेका ती दिव्य पुष्पलाई भागवत भगवानमा अर्पण गर्दै बोले जगतजननी दुर्गा माता को, बोले लक्ष्मी माता को, बोले सरस्वती माता को, बोले सियावर रामचंद्र भगवान को, बोले श्री कृष्ण कन्हैया लाल को, बोले देवादिदेव महादेव को, बोले शिव शंकर भगवान को, बोले शिव शंकर भगवान को, बोले पवन पुत्र हनुमान को, बोले कामरूप कामाख्या माता को, बोले ब्रह्मपुत्र बाबा को, बोले उमानंद महादेव को, बोले श्री श्री परशुराम कुंड को, बोले श्री श्री अत्रि कुंड को, बोले ग्रामवासी देवता को, बोले क्षेत्रवासी देवता को। हरि ओम। महालक्ष्मी च विद्महे विष्णुपत्नी च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। हरि ओम। तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्र प्रचोदयात्। हरि ओम। कात्यायनी च विद्महे कन्याकुमारी च धीमहि तन्नो देवी प्रचोदयात्। हरि ओम। अंजनीसुताय विद्महे रामसुताय धीमहि तन्नो हनुमत् प्रचोदयात्। सेवन्ते कामकुल चम्पक पाटलांजे ललितवनमाला जय जय देव हरे। नीलमणि मंडल मंडन भवकंदनये भवकंदनये। मुनिजन मानस हंस जय जय देव हरे। कालिय विसरर रंजन जनरंजनये जनरंजनये। यदुकुल नलिन दिनेश जय जय देव हरे। गरुड़ नरक विनाशन गरुड़ासनये गरुड़ासनये। सुरकुल के निदान जय जय देव हरे। कालकमल दललोचन भवमोचनये भवमोचनये। त्रिभुवन भवन निधान जय जय देव हरे। जनक सुधाकृत भूषण जित दूषणये जित दूषणये। समर समित दश कांठ जय जय देव हरे। अभिनव जलधर सुंदर पीतमांदरये पीतमांदरये। श्रीमुख चंद्र चकोर जय जय देव हरे। समचरण
कृष्ण कृष्ण राधे राधे हमारो जीवन किशोरी कुछ ऐसा इंतजाम हो जाए जुबा पे राधा 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 तेरा नाम हो जाए जुबा पे राधा राधा राधा। तृतीय दिवसको पनि वर्णको कार्यक्रमहरू चलिरहेको छ। आदरणीय व्यास गुरुजीको वर्ण भइसकेको छ। यज्ञ आचार्य गुरुवरहरूको पनि वर्णपछि हामी सङ्गीतकार बन्धुहरूको वर्णमा निरन्तर छौँ। त्यसैपछि हाम्रो आदरणीय झाँकीका गुरुजीलाई पनि आएर आसनमा बसिदिनु न अनुरोध गर्दछौँ। जय गणेश जय गणेश जय गणेश देवा जय गणेश जय गणेश जय गणेश देवा माता जगी पार्वती पिता महादेवा माता जगी पार्वती पिता महादेवा जय गणेश जय गणेश जय गणेश देवा जय गणेश जय गणेश जय गणेश देवा माता जगी पार्वती पिता महादेवा माता जगी पार्वती पिता महादेवा एक दंत दयावंत चार भुजधारी एक दंत दयावंत चार भुजधारी माथे पर तिलक सोहे मूष की सवारी माथे पर तिलक सोहे मूष के सवारी पान चढ़ी फूल चढ़ी लडवन का भोग लगी शंकर करी सेवा लडवन का भोग लगी संत करी सेवा जय गणेश श्री गणेश देवा जय गणेश समस्त भगवान को अंधे को आंख देत कोड़िन को काया अंधे को आंख देत कोड़िन को काया आजन को मूत्र दे शरण आई शबल की सेवा शोर श्याम शरण आई सफल की सेवा माता जगी पार्वती पिता महादेवा माता जगी पार्वती पिता महादेवा जय गणेश जय गणेश जय गणेश देवा जय गणेश जय गणेश जय गणेश देवा माता जगी पार्वती पिता महादेवा 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 प्रेमियों को प्रेम से तारती प्रेमियों को प्रेम से तारती भागवत भगवान की है आरती प्रेमियों को प्रेम से तारती भागवत भगवान यह शांति गीत पावन पुनीत पापों को मिटाने वाली आरती प्रेमियों को प्रेम से आरती प्रेमियों को प्रेम से तारती
बनाने वाला। श्री राम यही घनश्याम यही, श्री राम यही घनश्याम यही, प्रभु की महिमा है आरती, प्रेमियों को प्रेम से कार। श्री भागवत भगवान की है आरती, प्रेमियों को प्रेम से तारती। प्रेमियों प्रेम से तारती, प्रेमियों को प्रेम से तारती। श्री भागवत भगवान की है आरती, प्रेमियों को प्रेम से तारती। श्री भागवत भगवान की है आरती, प्रेमियों को प्रेम से तारती। समय समय साथ हरे राम 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 हरे हरे, हरि बोल हरि बोल हरि बोल हरि बोल हरि बोल हरि बोल। गोविंद केशव माधव बोल, गोविंद केशव माधव गोविंद केशव माधव बोल। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। हरे कृष्ण 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 हरे हरि ओम। महालक्ष्मी च विद्महे विष्णुपत्नी च धीमहि तन्नो लक्ष्मीः प्रचोदयात्। हरि ओम। तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्। हरि ओम। कात्यायनी च विद्महे कन्याकुमारी च धीमहि तन्नो देवी प्रचोदयात्। हरि ओम। अंजनीसुताय विद्महे रामसुताय धीमहि तन्नो हनुमत् प्रचोदयात्। सेवन्तिका बकुलचम्पकपाटलाब्जे बोले जगतजननी दुर्गा माता को, बोले लक्ष्मी माता को, बोले सरस्वती माता को, बोले श्यावर रामचंद्र भगवान को, बोले श्री कृष्ण कन्हैया लाल को, बोले देवादिदेव महादेव को, बोले शिव शंकर भगवान को, बोले शिव शंकर भगवान को, बोले पवन पुत्र हनुमान को, बोले कामरूप कामाख्या माता को, बोले ब्रह्मपुत्र बाबा को, बोले उमानंद महादेव को, बोले श्री श्री परशुराम कुंड को, बोले श्री श्री अत्रि कुंड को, बोले ग्रामवासी देवता को, बोले क्षेत्रवासी देवता को। नमः पार्वती पते हर 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 महादेव। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति शान्ति ओम शान्तिः। आउनुहोस् हजुरहरूको हातमा रहेका ती दिव्य पुष्पलाई भागवत भगवानमा अर्पण गरी आफ्नो आफ्नो स्थानमा बस्नुहोला। आउनुहोस्, जबसम्म यो व्यवस्था बनिन्छ तबसम्म एउटा सुन्दर भक्ति भजनलाई उपभोग गर्नेछौँ। तबसम्म हजुरहरू सबैजना आफ्नो आफ्नो स्थानमा बस्नुहोला। आरती हजुरहरू बसेकै जग्गामा आउनेछ। आउनुहोस्, भक्ति भजनलाई श्रवण गरौँ।
भजो राधे गोपाल कृष्ण गाइए रे ओ मुरली मनोहर गाइए रे भजो भजो राधे गोपाल कृष्ण गाइए रे राधा रमण लाल कृष्ण गाइए रे भजो गिरधर गोपाल कृष्ण गाइए रे राधा रमण कृष्ण गाइए रे भजो राधे गोपाल कृष्ण गाइए गोविंद गोविंद गाइए रे भजो राधे गोपाल कृष्ण गाइए पहिले कुनै समय थियो गाई ल्याएर पालिन्थ्यो घरमा गाई चराउन भनेर गइन्थ्यो अहिले के गरिन्छ भन्दा कुकुर ल्याएर पालिन्छ त्यही कुकुरलाई बिहान बेलुका डोर्याउन लिएर गइन्छ यति मोहित हुन्छ त्यसप्रति मैले यो भन्न खोजेको होइन कि जीव जन्तुप्रति प्रेम नगर्नु गर्नुपर्छ प्रेम तर उसको स्थान जहाँ छ तर हामी ब्रह्मा भन्छ तर युद्ध पुलिसले मान्छे बोल्दैन बिहारीको सिटको थोपा बिहारीको सिटको थोपा कृष्ण कृष्ण भन्छ कृष्ण कृष्ण भन्छ कलिकलमा यो मैनाले मान्छेले बोल्दैन कलिकलमा मान्छेले बोल्दैन बिहारीको सिटको थोपा बिहारीको सिटको थोपा कृष्ण कृष्ण भन्छ कृष्ण कृष्ण भन्छ कलिकालमा राम बोलो मैनाले मान्छेले बोल्दैन कलिकालमा राम बोलो मैनाले मान्छेले बोल्दैन कलिकालमा राम बोलो मैनाले मान्छेले बोल्दैन मान्छेले बोल्दैन मान्छेले बोल्दैन बोल भक्तवत्सल भगवान को
अब सुखदेवजीले दिव्य स्तुति गर्नुहुन्छ जाला भनेर हामी त्यही मिठाई खान्छौँ डाक्टरले भनेको छ प्रेसर भएको छ धेरै तेल लगाएको मसला आदि नखानु भनेर मना गरेको छ आज चाहिँ खाइदेऊ न त भनेर भन्छु किन चाहिँ पनि यसको हो कृष्ण मरेको छ मर्दैन देवती महारानी भन्नुहुन्छ 100 वर्षसम्म कामक नाम गरेको विमानमा परिभ्रमण गर्दा पनि अझै पनि इच्छा मर्दैन कितना सुंदर लागे बिहारी कितना लागे प्यारा कितना सुंदर सङ्गीता पौडेल यसै घरकी छोरी हुनुहुन्छ साथमा उहाँको ज्वाइँ हुनुहुन्छ जनक पौडेल यसै घरका ज्वाइँ हुनुहुन्छ र भर्खरै त्यसै गरी यहाँ हुनुहुन्छ सीता दिदी हाम्री उहाँ हुनुहुन्छ गीता दिदी हजुरलाई रिता दिदीलाई पनि अघि बढेर आउनु हुन अनुरोध गर्दछु त्यसै गरी हुनुहुन्छ यहाँ यज्ञ बस्नेत शान्तिपुरबाट उहाँ पनि यसै घरका ज्वाइँ हुनुहुन्छ र शोभा बस्नेत शर्मा हजुर कहीँ हुनुहुन्छ भने हजुरबाटै थियो आउनुहोस् अब सुन्दर भजनमा नृत्य गर्ने अनि आरतीमा प्रवेश गर्नेछौँ प्रेमले भन्नुहोस् महाके बिहारी लालको ल अब सबैजना आफ्नो आफ्नो स्थानमा उठेर आरतीको लागि हामी उठ्नै पर्छ Say
बोल्यो ऐनाले
मान्छेले बोल्दैन बिहानीको शीतको धोपा बिहानीको शीतको धोपा कृष्ण कृष्ण भन्छ राजे कृष्ण कृष्ण भन्छ तर यो कलिकालमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन तर यो कलिकालमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन बिहानीको शीतको धोपा बिहानीको शीतको धोपा कृष्ण कृष्ण भन्छ राजे कृष्ण कृष्ण भन्छ तर यो कलिकालमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन तर यो कलिकालमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन तर यो कलिकालमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन हो मान्छेले बोल्दैन हो मान्छेले बोल्दैन बोल भक्त वत्सल भगवानको अब मान्छेले बोल्दैन बिहानीको शीतको धोपा बिहानीको शीतको धोपा कृष्ण कृष्ण भन्छ राजे कृष्ण कृष्ण भन्छ तर यो कलिकालमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन तर यो कलिकालमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन कालीको सेवा भएन हेर 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 भगवान आएछन् राजे भगवान आएछन् हेर 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 भगवान आएछन् राजे भगवान आएछन् हेर 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 सन्त आई सत्संग गर्दछन् राजे सत्संग गर्दछन् हेर 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 सत्संग छोडी कमाउन सोच्दछन् राजे कमाउन सोच्दछन् पैसा पनि कल्तीभित्र पैसा पनि कल्तीभित्र सीता सीता भन्छ राजै सीता सीता भन्छ तर यो कलिकालमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन तर यो कलिकालमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन बिहानीको शीतको धोपा बिहानीको शीतको धोपा कृष्ण कृष्ण भन्छ राजे कृष्ण कृष्ण भन्छ तर यो कलिकालमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन तर यो कलिकालमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन हेर 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 मानव आज दानव भएछन् राजे दानव भएछन् हेर 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 धर्मको नाममा युद्ध गर्दैछन् राजे युद्ध गर्दैछन् रणभूमिको बमले पानी रणभूमिको बमले जानी ब्रह्मा ब्रह्मा भन्छ राजे ब्रह्मा ब्रह्मा भन्छ तर दिन बोली सत बोल्यो मैनाले मान्छेले बोल्दैन तर दिन बोली सत बोल्यो मैनाले मान्छेले बोल्दैन बिहानीको शीतको धोपा बिहानीको
कलिकलमा नाम बोल्यो मैनाले मान्छेले बोल्दैन तर यो कलिकलमा नाम बोल्यो मैनाले मान्छेले बोल्दैन बिहानीको शीतको धोपा बिहानीको शीतको धोपा कृष्ण कृष्ण भन्छ राजी कृष्ण कृष्ण भन्छ तर यो कलिकलमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन तर यो कलिकलमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन तर यो कलिकलमा राम बोल्यो मैनाले मान्छेले बोल्दैन हो मान्छेले बोल्दैन हो मान्छेले बोल्दैन बोल भक्तवत्सल भगवानको। अब त्यो हामीले एउटा कर्तव्य मात्र गरेका हौँ, एउटा आफ्नो निमित्त कर्म गरेका हौँ। माता पितालाई त मैले केही गर्न सकिनँ, के गरौँ भन्दा जुन विधान छ, जब प्राणान्त भएपछि प्राणान्त हुनुभन्दा अगाडि माता पितालाई भुइँमा सुताउनु, किन भुइँमा सुताउनु भन्दा हजार बिच्छीले एकैचोटि डस्दा जति पीडा हुन्छ त्यति नै पीडा भएको हुन्छ, खप्न साह्रो परेको हुन्छ। तसर्थ धरती माता के हुन् त भन्दा सहन गर्ने सहनशील धरती माता हुनुहुन्छ, आमा हुनुहुन्छ धरती माता। आमाको काखमा पर्ने बित्तिकै धेरै दुःख शान्त हुन्छ, तसर्थ धरतीमा सुताउनु पर्दछ। धरती भनेको आमाको काख हो। आमाको काखमा पुग्ने बित्तिकै थाकेर आएको व्यक्ति आमाको काखमा जब जान्छ, सम्झिनुहोस् त हामी आमाको काखमा जब थियौँ कति आनन्दमा थियौँ। अहिले पनि यदि जति ठुलो भए पनि आमा बुवाको लागि सन्तान ठुलो हुँदैन। अहिले पनि काखमा तपाईँले आफ्नो सिरा लगाएर एकछिन आँखा बन्द गर्नुहोस् त, तपाईँको आधी सङ्कट नष्ट हुन्छ। अहिले पनि त्यति प्रेमयुक्त धरती माता हुनुहुन्छ। कहिले पनि दुखी हुनुहुन्न धरती माता। धरती माता कहिले दुखी हुनुहुन्छ भन्दा दुष्ट व्यक्तिको चरण जब धरतीमा पर्छ, ठुल्ठुला भवन बने धरतीलाई भारी हुँदैन, तर दुष्ट व्यक्ति पापी व्यक्तिको चरण जब धरतीमा लाग्छ अनि धरती मात्र डगमगाउन थाल्नुहुन्छ, दुखी हुनुहुन्छ। तसर्थ धरतीलाई आमा भनिएको हो। जब मर्नशय्य अवस्थामा ती व्यक्तिलाई धरतीमा लेटाएपछि सुताएपछि उसको आदि दुःख नष्ट हुन्छ। धेरै कर्म त्यहाँ हुन्छन्, लिएर गइन्छ, कपाल क्रिया हुन्छ। सन्तानले कपाल क्रिया गर्नुपर्दछ। माता पितालाई श्मशान घाटमा जलाएपछि जल्दाखेरि आधा जलिसकेको शवलाई सन्तानले नरिवलले शिर फोड्नु पर्ने एउटा व्यवस्था थियो पहिले, तर असीम प्रेम हुनाले गर्दा सन्तानले त्यो गर्न सक्दैन। त्यहाँ शिर फोडेर भन्नुपर्दछ, म जस्तो दुष्ट सन्तानको निमित्त हे माता हे पिता तपाईँले ब्रह्मचर्य आदि पालन गर्नु भएन, गृहस्थीमा जानुभयो, तपाईँको प्राण चाहिँ यो ब्रह्मरन्ध्रलाई भेदन गरेर जाओस् भनेर प्रार्थना गर्नुपर्दछ प्रभुसँग। कपाल क्रिया आदि हुन्छन्। किन यी गर्नुपर्ने भन्दा आफ्नो निमित्त गर्नुपर्ने। आमा बुवाले पिताले काँधमा बोकेर डुलाउनु भएको थियो, त्यो ऋणदेखि मुक्त हुनका लागि घरदेखि श्मशान घाटतर्फ काँधमा बोकेर लिएर जाओस् सन्तानले। यदि त्यो व्यवस्था हुँदैन थियो भने हामी ऋणदेखि कसरी मुक्ति हुन्थ्यौँ। पितृ ऋण, ऋषि ऋण र देव ऋण हुन्छन्। भगवानको पूजा गरेर देव ऋणदेखि मुक्त हुन्छ, ग्रन्थ आदिको अध्ययन आदि गरेर ऋषि ऋणकोदेखि मुक्त हुन्छ भने माता पिताको सेवा गरेर पितृ ऋणदेखि मुक्त हुन्छ। भन्नुहोस् त राधे राधे। अलिक मजाले आज एकदम जर्जर हुनुहुन्छ, भेट भयो, भेट भएर अब एक एक जब सोध्न थाल्नुहुन्छ उद्धवजीको आँखादेखि अश्रुको धारा बग्न थाल्दछ। किन भन्दा भगवानको विषयमा सुन्ने बित्तिकै भक्तको आँखादेखि कतिखेर आँसु निस्किन्छ भन्न सकिँदैन। सज्जन व्यक्तिको मन जहिले पनि कमलो हुन्छ। हेर्नुहोस्, यसको मतलब यो होइन कि छोराको मन कमलो हुँदैन, हुन्छ, तर छोराले आफ्नो मन कमलो भएको प्रकट गर्न सक्नुहुन्न। दिव्य उद्धवजीसँग जब एक एक चर्चा हुन थाल्छन्, उद्धवजीले भन्नुहुन्छ अन्तिम अवस्थामा जब प्रभु जाँदै हुनुहुन्थ्यो, जाँदै गर्दा उहाँले दिव्य उपदेश दिनुभयो। त्यो उपदेश मैत्रेयजी र मलाई सुनाउनु भयो। उद्धवजीले बताउँदै हुनुहुन्छ
र मलाई भन्नुभयो दिव्य बद्रिका आश्रममा जानुहोस् र शरीरलाई त्याग गर्नु भनेर प्रभुले मलाई आदेश दिनुभयो। र मैत्रेयजीलाई भन्नुभयो कि यो उपदेश विदुरलाई गएर सुनाउनु। आज विदुरजी भाग्न थाल्नुभयो। कहाँ भन्दा हरिद्वारतर्फ जानुहुन्छ। गएर मैत्रेयजीसँग उहाँको भेट हुन्छ। बोल भक्तवत्सल भगवानको जय हो। मैत्रेयजीसँग जब भेट भयो हुने बित्तिकै एकदम अँगालो मार्नुहुन्छ। हेर्नुहोस्, अब विदुर र मैत्रेयको यहाँ प्रसङ्ग चल्दैछ, ध्यान दिएर सुन्नु होला। भेट हुने बित्तिकै विदुरजीले सोध्न थाल्नुभयो, भन्न थाल्नुभयो, सुखाय कर्माणि करोति लोको न तै सुखं वा दुपारमं वा विन्देत भूयस् ततैव दुःखं यदत्र युक्तं भगवान् वदेन। यति सुन्दर यहाँ विदुरजीले भन्दै हुनुहुन्छ, गुरुदेव संसारका व्यक्ति सुखको निमित्त कर्म गर्छ कि भोलि सुख मिल्छ, पर्सि सुख मिल्छ, तर सुख कहिले पनि मिल्दैन। क्षणिक सुख मिले चाहिँ हुन्छ, तर फेरि दुःख नै हुन्छ। अब दुःखमा भएर पनि कहिले पनि भगवानको नाम व्यक्तिले लिँदैन। हेर्नुहोस्, एकजना व्यक्ति रहेछन्, ट्रेनको यात्रा गर्दै थिए, गर्दा गर्दै उनको पर्स झर्छ। त्यो पर्समा भगवानको फोटो हुन्छ। टिटीले जब पर्स भेट्यो, आहा यो कसको पर्स हो भनेर सोद्धा ती व्यक्तिले आफ्नो जेबमा हात लगाए, ओहो यो त मेरो पर्स हो। अच्छा यसमा के ग्यारेन्टी छ कि तिम्रै पर्स हो भन्दा यसमा भगवान श्री कृष्णजीको फोटो छ। अच्छा कृष्णजीको फोटो त कसैको पनि पर्समा हुन सक्छ भन्दा होइन, होइन, कुनै समयमा जहाँ कृष्णजीको फोटो थियो त्यहाँ मेरी आमाको फोटो हुने गर्दथ्यो। किन भन्दा म बालक थिएँ, सबैभन्दा धेरै माया म मातालाई गर्थेँ, आमालाई गर्थेँ। हामी पनि गर्छौँ। पहिले हामी के भन्छौँ भन्दा धेरै माया आमालाई गर्छौँ र व्हाट्सएपको वालपेपरमा, मोबाइलको वालपेपरमा सबै के लगाउँछौँ, प्रोफाइल आइडीमा पनि आमाकै फोटो लगाउँछौँ। किन भन्दा सबैभन्दा धेरै प्रेम हुन्छ। अच्छा त्यसो भए आमाको फोटो कसरी हट्यो भन्दा समय बित्दै गयो, मेरो बिहे भयो। बिहे हुने बित्तिकै मेरी पत्नी अत्यन्त सुन्दर थिइन्। मैले आमाको फोटोलाई हटाएर उनको फोटो लगाएँ। हामी त्यही गर्छौँ। अच्छा त्यसपछि भन्दा समय बित्दै गयो, मेरो सन्तान भयो, मेरो छोरो जन्मियो। छोरो जन्मिने बित्तिकै मैले त्यहाँदेखि आमाको फोटोलाई पत्नीको फोटोलाई पनि साइडमा लगाएँ र त्यहाँ मेरो छोराको फोटोलाई लगाएँ। हेर्नुहोस् माया कसरी बाँडिन्छ। त्यही छोरो हरिको सेवा गर्ने हे कृष्ण मधुसूदन केशव माधव हे कृष्ण मधुसूदन 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 कृष्ण मधुसूदन कृष्ण मधुसूदन केशव माधव हे कृष्ण मधुसूदन केशव माधव हे कृष्ण मधुसूदन हे कृष्ण मधुसूदन हे कृष्ण मधुसूदन बोल रहा भगवानको यथावत ल्याएर राखिदिनुहुन्छ। तर हिरण्याक्षको खुनले पृथ्वी माता लथपथ हुनुहुन्छ। सन्त आदि ऋषि आदिले देखेर भन्न थाले, प्रभु अब यो त अपवित्र भयो, अब के गर्ने
तुरन्त वराह भगवानले आफ्नो शरीरलाई फडफडाउन थाल्नुभयो। वराह भगवानको शरीरदेखि रौँ जब धरतीमा झर्दछ त्यो रौँदेखि कुशको उत्पत्ति हुन्छ। ती सन्त आदिले ऋषि आदिले कुश जलमा भिजाएर सम्पूर्ण स्थानलाई पवित्र गर्न थाल्छन्। हेर्नुहोस्, तसर्थ अहिले पनि हामी कुशलाई मान्छौँ, पवित्र, अत्यन्त पवित्र मान्छौँ। वराह भगवानको रौँदेखि प्रकट भएको के हो त भन्दा कुश हो। त्यस्तै भगवानको पसिनादेखि उत्पत्ति भएका यी तिल हुन्। तिल जति पनि हामी व्यवहार गर्छौँ भगवानको पसिनादेखि उत्पत्ति भएको तिल हो भने वराह भगवानको रौँदेखि उत्पत्ति भएको कुश हो। कहिले पनि कुश अपवित्र हुँदैन। कहाँ कहाँको कुश अपवित्र हुन्छ भन्दा जब हामी पिण्डदान दिन्छौँ, पिण्डदान दिँदा पिण्ड तल राखेको कुश फेरि अर्को कार्यमा लगाउन सकिँदैन, त्यो अपवित्र मानिन्छ। त्यसलाई विसर्जित गर्नुपर्दछ। चिताको जुन अग्नि हुन्छ, चिताको अग्निलाई ल्याएर फेरि घरमा आगो फुक्छौँ भन्दा हुँदैन। चुलामा आगो छ, त्यही आगो लगेर हामी बत्ती जलाउँछौँ अथवा लगेर दियो जलाउँछौँ भने चिताको अग्नि पनि अपवित्र मानिन्छ। पिण्ड तल राखेको कुशलाई अपवित्र मानिन्छ। त्यस्तै प्रकारले एउटा घरमा श्राद्ध भोजन गरिसकेपछि त्यस दिनको निमित्त ब्राह्मण पनि अपवित्र हुनुहुन्छ। भन्नुहोस् त राधे राधे। तसर्थ दुईटा घरमा श्राद्ध नगर्नु है भनेर भनेको। किन भन्दा श्राद्धको अङ्ग नै ब्राह्मण भोजन हो। जहिलेसम्म भोजन भएको हुँदैन तहिलेसम्म श्राद्ध पूर्ण हुँदैन। अब एउटा घरमा श्राद्ध गर्ने भन्दा साँझमा भोजन गर्नु हुँदैन, साँझमा अध्ययन पढ्नु हुँदैन, साँझमा मैथुन आदि क्रिया गर्नु हुँदैन। तसर्थ यो कुरो गर्दै नगर। काम बाणले अत्यन्त व्याकुल भएको हुनाले गर्दाखेरि, स्त्री स्वभावले गर्दाखेरि अब बार बार उनले आफ्नो पतिसँग याचना गरेको हुनाले गर्दा त्यतिखेर गर्भधान हुन्छ र गर्भमा साक्षात् हिरण्यकश्यप र हिरण्याक्ष रूपमा प्रकट हुन्छन् गर्भमा। दितिलाई पश्चाताप हुन्छ, ओहो मैले त नगर्नु पर्ने कर्तव्य गरेछु, धिक्कार छ मलाई। कश्यपजीले भन्नुभयो मैले तिमीलाई पहिले नै सम्झाइरहेको थिएँ, अब तिम्रो गर्भदेखि भयङ्कर दुष्ट जन्मिन्छ, संसारलाई सताउनेवाला हुन्छ भनेर भन्दा पश्चाताप गरिन्। 100 वर्षसम्म गर्भमा धारण गरिन्, जन्म दिँदै दिनु। यति बलवान थिए, गर्भमा बसेर नै इन्द्रको भागलाई खोसेर खाने गर्दथे, यति बलवान। सम्झिनुहोस् त। अनन्तरमा जब जन्मिन्छन् हिरण्यकश्यप र हिरण्याक्ष रूपमा, यो पहिलो अवतार, रावण र कुम्भकर्ण रूपमा दोस्रो अवतार, दन्तवक्र र शिशुपालको रूपमा तेस्रो अवतार। अनन्तरमा मात्र प्रभुको हातदेखि जब वध हुन्छ अनि मात्र भगवानको धामतर्फ जान्छन्। हामी सम्पूर्ण कथा सुन्छौँ। आज वराह भगवानले हिरण्याक्षको यसरी वध गर्नुभयो। मनु महाराजका 5 जना सन्तान, आकुति, देवहुति, प्रसूति, 3 जना छोरी, उत्तानपाद र प्रियव्रत यी 2 जना छोरा। ब्रह्माजीको छायादेखि उत्पत्ति हुनुभयो त कर्दम महाराज। हेर्नुहोस्, ब्रह्माजीले जब सृष्टि गर्न लाग्नुहुन्छ छायादेखि पनि उत्पत्ति गर्नुहुन्छ, वाणीदेखि उत्पत्ति गर्नुहुन्छ, एक अङ्गदेखि उत्पत्ति गर्नुहुन्छ। छायादेखि कर्दमजीको सृष्टि उहाँले गर्नुभयो। कर्दमजी तपस्या गर्न थाल्नुभयो। किन तपस्या गर्दै हुनुहुन्छ भन्दा धर्मपत्नीको निमित्त। आज कसैले विवाह गर्नुभन्दा अगाडि तपस्या गर्दैछन् त ती कर्दमजी महाराज। र पहिलो विवाह कसैको हुँदैछ भन्दा कर्दमजीकै पहिलो सर्वप्रथम विवाह। तिनै मनुका सन्तान हुनाले गर्दा हामी मनुष्य भयौँ, हामी मानव भयौँ, मनुका सन्तान। अब कर्दमजी धेरै ज्ञानी, तपस्या गर्न थाल्नुभयो नारायण प्रभुको। जसर्थ विवाह गर्नुभन्दा 1 वर्ष अवस्था पुरुष वर्गले पनि ब्रह्मचर्यको पालन गर्नुपर्छ। यदि सत गृहस्थ आश्रमलाई चलाउनु छ भने 1 वर्षसम्म ब्रह्मचर्यको पालन गरेर निष्ठापूर्वक बसेर, हे प्रभु जो पनि मलाई प्रदान गर्नुहुन्छ, जो पनि मेरी अर्धाङ्गिनी हुन्छन् प्रभु,
तपाईँको भक्तिमा बाधा पुर्याउने वाली होइन, तपाईँको भक्त नै मैले प्राप्त गरौँ भन्ने भावना मनमा धारण गर्नुपर्दछ। मनदेखि नै प्रभुको भक्त भएर जब ब्रह्मचारी पालन गरेर जब बस्नुहुन्छ अनि प्रभुको कृपा भएर त्यस्तै पत्नी प्राप्ति हुन्छ, धर्मपत्नी। हेर्नुहोस्, विवाह भनेको सम्झौता हो, ध्यान दिनु होला। विवाहमा कहिले कहिले जस्तै कि तार जोड्दा कालो र रातो जोडियो भने के हुन्छ भन्दा लाइट जल्छ, अथवा एउटै तार भयो भने के हुन्छ भन्दा करेन्ट मार्छ, फ्युज हुन्छ। एउटै स्वभावका क्रोधी दुईटा भयो भने गृहस्थी चल्न साह्रो पर्छ। चिना मिलाउने त धेरै प्रयास गर्यौँ तर मनै मिलेको छैन। चिना नहेर्नु नमिलाउनु कुण्डलीमा भन्दिनँ, मिलाउनु पर्छ। तर कहीँ कतै के हुन्छ भन्दा चिना मिल्दैन, यता मन मिलेको छ भन्दा परिहार छ, केही उपाय छन्। चिना चाहिँ तपाईँले 32 गुण मिलाउनु भयो, मन भन्ने कहीँ कतै मिल्दैन। उसको मन अरूसँग मिलेको छ, उसको मन अरूसँग मिलेको छ, अनि कहाँ? तसर्थ विवाह भनेको सम्झौता हो। एकचोटि बिहे गरिसकेपछि जोसँग विवाह भयो अब म बाँधिए उहीसँग मिलेर चल्ने प्रयास गर्नुपर्दछ। खालि मैले भनेकै मान्नुपर्छ भनेर चल्नु भयो भने हुँदैन। सम्झौतालाई नै विवाह भनिन्छ। कहिलेकाहीँ तपाईँले दुई कुरा सुन्नु पर्यो भने ठिकै छ। दुईजना पति पत्नी थिए, भन्नुहोस् त, राधे राधे। पति पत्नीको झगडा लागिरहन्थ्यो, पति धेरै परेशान। एक दिन साथीलाई भने के भयो भन्दा धेरै परेशान भए, घर कसरी जानु, घर गयो कि झगडा। अच्छा ठिकै छ, घर गएर केही नबोल्नु, आफै झगडा ठिक हुन्छ। एक दिन झगडा भएको थियो, आफ्नो ड्युटीमा गए, फर्केर आए, केही पनि बोलेन। अब उनले भन्न थाले, अच्छा म बिना कतिको काम चल्दो रहेछ, हेरौँ। एक आपसमा होडो मच्यो। ऊ पहिले बोलिनन् भने म त बोल्दै बोलिनँ। पतिले पनि आज भने कसरी हुन्छ लु हेरौँ त, म बिना काम चल्दो रहेछ कि रहेन रहेछ। आज म भने बोल्दै बोल्दिनँ। आज पतिले प्रतिज्ञा गरे म बोल्दिनँ पहिले। पत्नीले पनि भनिन् म भने फलानेकै छोरी हो, त्यतिकै बोल्छु। अब अरू त अरू ठिकै छ, भोजनको समय भयो। 8 बजी भोजन हुन्थ्यो। आज पत्नीले जानेर 10 बजी रसोईमा भान्साघरमा पसिन्। बिचरा भोक लागेको छ। अब बोलौँ भने हारिन्छ, बरु आज भोकै बस्छु, म बोल्दिनँ। भात पाएको 10-11 बजी भात पाएको बोलाउनु पर्यो। अब त पत्नी फसिन्, अब के गर्ने भन्दा बोलाउनु त पर्यो। अब पत्नीले एउटा डाडु लिएर एउटा थाल लिएर टङटङ बजाउन थाल्यो। पतिलाई थाहा भयो आजै बोल्नेवाला छिन नि, बोल्दिनँ। यसको मतलब भोजनको समय भयो। पति गएर बसे। पत्नीले कति मेरा स्वामीले खानुहुन्छ थाहा छ, तर आज अलिकति बस्किन। वेणु रधर सुदय पूरयन् गोपाल वृन्दैः वृन्दारण्यं स्वपदरमणं प्राविशत् गीतकीर्तिम्। अति सुन्दर प्रभु हुनुहुन्छ, सम्झिनुहोस् हो। त्यस युद्धमा नन्दी भृङ्गी आदिले सबैलाई त्रस्त भए। नारदजी महाराज भाग्दै जानु, अनर्थ भयो प्रभु, अनर्थ भयो। के भयो भन्दा भगवान भोले बाबाको समीपमा गएर नारदजीले सुनाइदिनु भयो, प्रभु सती महारानीले त शरीर त्यागिदिनु भयो। भगवान भोले बाबा आफ्नो जटा भिजाउन थाल्नु भयो। भिजाएर आफ्नो जटालाई उखाड्नुहुन्छ, धरतीमा च्याउ फ्याँक्नु भयो। फ्याँक्ने बित्तिकै त्यहाँ देख्दा विशाल शरीरधारी वीरभद्र प्रकट भए। वीरभद्रलाई देख्ने बित्तिकै हे वीर तिम्रो भद्र होस्, कल्याण होस्। वीरभद्र भन्न थाले, हे प्रभु आज्ञा दिनुहोस्, म के गरौँ। हे वीरभद्र जाऊ, गएर दक्षले जुन यज्ञ गरेको छ यज्ञ विध्वंस गरेर दक्षलाई पनि सखाप गरिदेऊ, दक्षको शिर छेदन गरिदेऊ। आज वीरभद्र मदमस्त भएर जब दक्षिणतर्फ अगाडि बढ्छन्, यता नन्दी भृङ्गी आदि एकदम हारेर थाकेर हात उठाएर जब भाग्दै गरेको अवस्था हुन्छ, जब वीरभद्रलाई देख्छन्, ओहो यी त हाम्रै सेना हुन्। सम्पूर्ण शरीरमा शक्तिको सञ्चार हुन्छ। सञ्चार हुने बित्तिकै यता दक्षिण उत्तर दिशापट्टि मानो साँझ बेलामा गाई गोरु चराएर ल्याउँदा
गाई गोरुको चरणदेखि खुरदेखि निस्किएको धुलो जस्तो प्रकारले आकाशमण्डलमा व्याप्त हुन्छ त्यस्तै प्रकारको दृश्य जब यता अन्य व्यक्तिले देख्छन् देवी देवता आदिले देख्छन् यो उत्तरपट्टि के हुँदैछ यो कुनै प्रलयको समय त होइन यो कालो भएर के आउँदैछ भन्दा भन्दै वीरभद्र आदि आइपुगे आएर सम्पूर्ण यज्ञ तहस नहस गरिदिए भयङ्कर युद्ध मच्चिन थाल्यो कसैको हात तोडिदिए कसैको आँखा फोडिदिए एक व्यक्तिको पहिचान नन्दीले गराउन थाले यिनै बाबा हुन् आफ्नो दारी मुसारेर हातमा जल लिएर स्वाहा गरेका थिए त्यहाँदेखि धेरै क्रतु प्रकट गर्ने यिनै बाबा हुन् यिनलाई नछोड वीरभद्र भन्ने बित्तिकै जुन दारी थियो दारीमा समातेर सबै दारी उखालिदिए कसैको आँखा फोडिदिए कसैको दाँत तोडिदिए अब त त्राही त्राही भनेर सबै भाग्न थाले त्यस यज्ञमा दिशा पिसाब गर्न थाले यही दक्ष हो यसैले गर्दा हाम्री माताले शरीरलाई त्यागिदिनु भयो सुन्ने बित्तिकै एक हातले हातमा समातेर अर्को हात च्याउ शिरमा लगाउँदा एकदम शरीरदेखि शिर अलग भयो अब त त्राही त्राही मच्यो रक्षा गर्नु प्रभु रक्षा गर्नु भनेर ब्रह्मा जय जय देव हरे दीनमणि मंडल मंडन भवखण्डनये मुनिजन मानस हंस जय जय देव हरे जय जय देव हरे कामधेयं शङ्करमण्डल ब्रह्मा गुरु विष्णु गुरुर्देव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः सर्वविघ्न विनाशाय सर्व कल्याण हेतवे पार्वती प्रियपुत्राय गणेशाय नमो नमः कृष्णं नारायणं वन्दे कृष्णं वन्दे व्रजप्रियं कृष्णं दैपायनं वन्दे कृष्णं वन्दे प्रीतासुतं सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यविहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः राधा मेरी स्वामिनी मेरा धेयो खुदा जन्म जन्म मोह दीजियो श्री चरणन को नारायणं नमस्कृत्य
नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। जय जय श्री राधारमण, जय जय नवल किशोर, जय गोपी चितचोर प्रभु, जय जय माखन चोर। माछो कुर्म बदेल बाग बनिदै, कैले वदन्ते हुदै, क्रोधी जंगल चोर झैर कहित, योगी पुनि झै हुदै। नाना रूप लिदै कलंक सहदै, भोबार हरदा सदा, हाम्रा यही मन भित्र नै बसिरहनु, श्री शेष साई सदा। परम मंगलमय परात्पर अकारण करुणालय भक्तवंश कल्पतरु तड़ी उन्हीं पीताम्बरधारी भगवान श्रीहरि श्री कृष्ण को वाग्मय प्रतिविग्रह स्वरूप यस दिव्य ग्रन्थलाई नमन गर्दै आलादित शक्तिले युक्त हुनुभएकी मेरी लक्ष्मी स्वरूपा राधारानीलाई नमन गर्दै, जसको कृपाद्वारा म यस धरतीमा आउन सक्षम भए, त्यस्ता देवतुल्य माता पिताको चरणमा बार बार दण्डवत प्रणाम गर्दै आज यस यज्ञमा व्यासको भूमिका लिएर आसन ग्रहण गर्नुहुने व्यास गुरुजीको चरण कमलमा वन्दना गर्दै, वरण भएर बस्नुहुने सम्पूर्ण भूदेव धरतीका देवताहरू ब्राह्मण देवताहरूको चरण कमलमा वन्दना गर्दै, हाम्रा साथमै संगीतका पारखी मित्रहरूलाई नमन गर्दै, सबै आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्णलाई नमन गर्दै, आलादित शक्तिले युक्त भएकी भगवती राधारानीको नित्य प्रति गान गर्न भनेर भक्तिमा डुब्न भनेर उपस्थित हुनुभएकी भक्तिमती माताहरू र भावमा विभोर भएर ताता थैया गरेर प्रतिदिन साथै तपाईँ र हामीहरूलाई यहाँ भेट गराउने मुख्य स्रोत जो हुनुहुन्छ आयोजक परिवारका जम्मै आयोजक परिवारलाई नमन गर्दै, मेरो यो देश भारतवर्ष जो सुनको चिडिया भनिन्छ त्यस्तो दिव्य देश भारतवर्षको भोलिको भविष्य निर्माता यी साना साना भाइ बहिनीको हृदयमा रहनुहुने उनै मेरी राधारानीलाई सम्झिँदै हजुरहरू सबैसँग म दासको तर्फबाट जय जय श्री राधे, जय श्री राधे। प्रेमले भन्नुहोस् न त राधे राधे, अलि बिस्तारो भन्नुहोस् न त, अलि बिस्तारो भन्नुहोस् न त। आउनुहोस्, मनुष्य न हो, मनको डोरी हो, चट्ट चुडाएर ल्याउन सकिँदैन। शरीर यहाँ विद्यमान भए तापनि हाम्रो मन अहिले पनि कतै कतै गृहस्थीकै त्यही जन्जालमै पो अड्किरहेको छ कि। हौ साइली, हतार हतार कुद्नु त भन्यौ तिमीले, कुदे, ताला त लगाए, चाबी त बोकेको छु, त्यो साँचो तान्न त बिर्से, कतै नामरी नलागेको थियो कि भन्ने त्यस्ता खालका मनमा अझै पनि गृहस्थीतिरै रहिरहेका छन् कि भनेर त्यो मनलाई पनि चट्ट यही कथामा ल्याउनको लागि हामीले सत्सङ्गको सहारा लिनुपर्छ, नाम संकीर्तनको सहारा लिनुपर्छ। आउनुहोस्, पहिला नाम संकीर्तनको सहारा लिएर यो शरीर सँगसँगै मनलाई पनि कथामा ल्याउँ, त्यस पछाडि प्रसङ्गमा प्रश्नेथौँ। तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः। महात्म्यको पहिलो श्लोकमै भन्नुहुन्छ सच्चिदानन्द रूपाय, भगवान कृष्णको वन्दना गर्दै भन्नुहुन्छ सर्वप्रथम जो साँचो छ, सच छ। साँचो के हो त? अब साँचोको खोजी गर्नु पर्यो नि, सत्य के हो? केलाई सत्य मान्ने त?
के यो देवश्री सत्य हो त? सत्य कसलाई भनिन्छ भने जो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ। अब के सत्य यो देवश्री हो, शान्तिपुर हो, आसाम हो, भारत हो भन्दा होइन। किनभने यो देवश्री नहुनुभन्दा अगाडि पनि कुनै जग्गा थियो होला, यो कुनै राम्रो सज्जन व्यक्ति आउनुभयो होला, बस्ने गर्नुभयो होला र देवश्री राखिदिनु भयो। अनि यो सदा सर्वदा देवश्री नै रहन्छ भन्ने पनि निश्चित छैन। भोलि अर्कै नामले नामान्तरण हुन सक्छ वा अर्कै क्षेत्र बन्न सक्छ, केही पनि हुन सक्छ। यो साँचो सधैँ यसरी नै यस्तै रहँदैन। त्यही भएर यो सत्य होइन। होइन होइन म चाहिँ सत्य हो नि त भन्छु भने म पनि कति वर्ष बाँचुला र, हामी कति वर्ष बाँचौँला र? अनि मेरो नाम चाहिँ रहन्छ नि त भन्दा होइन कति वर्ष रहला। राम्रो पुण्य गरेको छ भने मरेको 8-10 वर्ष याद गर्ला। नराम्रो कर्म गरेका छौँ भने त काँदा बोक्ने नै राम्रै भयो, हो भारै कम भयो, यसले त गाउँभरि अत्याचारै गरेको गएछ ढुक्कै, अस्ति जानुपर्ने हो, यत्रो लेट गरेछ भन्छन्, गनगनाउँछन्, त्यति नै हो। भनेपछि हामी पनि सत्य होइनौँ। अनि सत्य चाहिँ को हो त भन्दा त्यो सत्य हो जुन चाहिँ नित्यप्रति थियो। अब को थिए त नित्यप्रति भन्दा हाम्रा हजुरआमा, हजुरआमाका हजुरआमाले पनि नित्यप्रति ध्यान गर्ने कसको भन्दाखेरि हाम्रो हजुरआमाले पनि गान गर्ने त्यही थियो। ओम जय जगदीश हरे प्रभु, जय जगदीश हरे प्रभु का चरण उपासक, हरि का चरण उपासक, कति कति पार करे। ओम जय जगदीश हरे। होइन गुरुजी, यो त हाम्रो हजुरआमाले गाउनु भएको, अब हाम्रो पालामा त बदलिन्छ भन्दा बदलेको छ। भन्नुहोस् न त बदलेको छ। आज हाम्रो पालामा पनि आरती गर्नु पर्यो भने त्यही गाउँदैछौँ। अनि हाम्रा पछिका पिँढीहरूले पनि गाउने भनेको यही हो। हामीले चिन्यौँ जुन गणेशजीलाई ठुला पेट भएका हुनुहुन्छ, लामो सुँड भएको छ। अरे भगवान कृष्ण भनेको त तिनै हुन् जसले बाँसुरी बजाउँछन्। अरे राम भनेका तिनै हुन् जसले धनुष बाण लिएर वनवास जानुभएको थियो, राम राज्य गर्नुभएको थियो, मर्यादामा रहनुभएको थियो, तिनै राम हुन्। हाम्री हजुरआमाले भन्दा पनि राम तिनै थिए, कृष्ण तिनै थिए, गणेश तिनै थिए। हामीले भन्दा पनि तिनै हुनुहुन्छ र हाम्रो पछिका पिँढीले भन्दा पनि भगवान त्यही रहनुहुन्छ। सत्य भनेको त्यो हो जो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ। भन्नुको अर्थ भगवान नित्यप्रति सत्य हुनुहुन्छ। अर्को आनन्द स्वरूप। अब आनन्द भनेको कुन भन्दा जो चाहिँ सधैँ प्रसन्न रहन्छ, आनन्द रहन्छ। अनि होइन गुरुजी म पनि त आनन्दै रहन्छु भनौँ भने बेसी पर्दैन। अहिले जाने बेलामा एउटालाई भनिदिनु, अहिले सुन्छस् भोलि हाम्रोमा आइदियो ल तँलाई भनेर राम्रो एउटा कुर्ता राखेको छु हौ पुराणमा लाउन दिन भनेर भन्नु। अनि भोलि जतिखेर त्यो जान्छ नि, अनि छैन हौ त्यसैको भनिदिनु, त्यसको आनन्द कहाँ पुग्छ? रातभरि आनन्दले सुत्छ। किनभने आहा फलानाले मलाई राम्रो लुगा दिने रहेछ, भोलि म पनि राम्रो भएर लाएर हिँड्न पाउँछु। जब उसले भन्छ अब भेट्दैनस् तैँले भन्छ हाम्रो आनन्द फुल भयो। अर्को प्रकारले बुझ्नुहुन्छ भने कहीँबाट थाकेर आउनुभयो, धेरै प्यास लागेको छ, कसैले पुग्ने बित्तिकै हजुरलाई भनौँ ओहो साह्रै तिर्खा लागे जस्तो लाग्छ, लिनुहोस् यो चिसो पानी एकखेप पिउनुहोस्। यति आनन्द लाग्छ त्यो पानी पिएर। तर जब त्यो प्यास बुझ्छ अब त्यो आनन्द रहिरहन्छ, फेरि त्यो आनन्द हरायो। भनेपछि हाम्रो आनन्द त साना कुराले नै टुट्न सक्छन्। अनि आनन्द स्वरूप कसलाई भन्ने त भन्दा जो चाहिँ दुःखमा पनि हाँस्न सकुन्। अनि त्यस्ता को छन् भन्दा ती मेरा प्रभु छन्, जसलाई भनियो भोलिको सूर्य उदय हुने बित्तिकै तिमीलाई यस राज्यको राजा बनाइनेछ भनेर घोषणा गरियो। न खुसी हुनुभयो, राजा हुन्छु भन्दा पनि खुसी हुनु भएन। त्यही क्षणमा फेरि भरे एकछिन पछाडि खबर आयो कि होइन तिमी राजा चाहिँ बन्ने होइन, भोलिदेखि
अब वनवासतिर चाहिँ जाने 14 वर्षको लागि वनवास जाने यो राजा हुने होइन अब 14 वर्षको लागि आमा बुवा सबै छोडेर वनवास जाने भन्दा पनि दुखी पनि हुनु भएन आनन्द हराएन ती हुन आनन्द स्वरूप होइन होइन त्यो त सामान्य कुरा हो भन्नुहुन्छ भने हाम्रा दुःख के दुःख र हामीलाई त अलिकति भने जस्तो चप्पलै भेटिनँ भने पनि गनगनाउँछौँ चतुवार रिसयो मलाई सत्सङ्गर्थ समायात ददृशुस्तत्र नारद भन्नुहुन्छ 4 जना ती सनक आदिहरू बसेर ज्ञानका चर्चाहरू बद्रिका आश्रममा गरिरहेका थिए त्यही क्षणमा नारदजीको आगमन भयो नारदजी आउनुभयो अनि नारदजी भनेको त नित्य प्रति भगवानको गुणगान गाएर नारायण 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 भनेर प्रसन्न भएर हिँड्ने नारदजीलाई आज देखेर छक्क परे ती कुमारहरू भन्दछन् अरे ओ नारदजी तपाईलाई आज के भइरहेछ तपाईको मुख किन यति मलिन छ तपाईलाई त धेरै चिन्तित देख्छु आज के कुराले तपाईँ यति चिन्तित हुनुभएको छ अब नारदजी तपाईँ नै चिन्तामा रहनुभयो भने संसारको के होला किन चिन्ता हुनुहुन्छ भन्नुहोस् भन्दा नारदजीले भन्नुहुन्छ अरे म अब तिमीहरूलाई तपाईहरूलाई के भनौँ म कलियुगको भ्रमण गर्न भनेर पृथ्वीको भ्रमण गर्न भनेर पृथ्वी लोकमा गएको थिएँ त्यहाँबाट आएपछि मलाई जुन कौतूहलले सताएको छ जुन दुर्दशाले सताएको छ त्यसले गर्दा म नित्य प्रति सोच्न थालेछु अब के होला पृथ्वीको कुनै समयमा नारदजी हाम्रो पृथ्वीमा घुम्न आउनुभएछ हाम्रो पृथ्वीको कुरो हुँदैछ है ध्यान दिएर सुन्नुहोस् घुम्न आउनुभएछ अनि नारदजी के भयो त त्यहाँ किन त्यत्रो चिन्तित हुनुहुन्छ भनेको भन्नुहुन्छ अनि पृथ्वीमा त धेरै राम्रा राम्रा चिजहरू छन् राम्रा राम्रा तीर्थस्थलहरू छन् त्यहाँ त आनन्दै आनन्द हुन्छ अरे भनेर सुनेको थिएँ तिमी चाहिँ किन चिन्तित छौ भन्दा नारदजी भन्नुहुन्छ तीर्थ छ तर सत्यम नास्ति अब त्यहाँ पृथ्वीमा तीर्थमा सत्य भने रहेकै छैन अनि तिमी कुन कुन तीर्थहरू त गयौ त नारद भनेर सोद्धा पुष्करम च प्रयागम च काशीम गोदावरी तदा अरे ओ कुमारजी म घुम्दै गएँ कहाँ गएँ भन्दा पुष्कर गएँ प्रयाग गएँ काशी गएँ गोदावरी गएँ हरिक क्षेत्र गएँ कुरुक्षेत्र गएँ श्रीरङ्ग गएँ सेतुबन्ध गएँ नाना प्रकारका जति पनि तीर्थस्थलहरू थियो सबै घुरे तर ती तीर्थस्थलहरूमा गएपछि बुझ्न पाएँ कलियुगमा सत्य भन्ने कुरो रहेको छैन केवल मान्छे असत्य मात्र बोल्ने भएका छन् सत्य कसैले बोल्दैनन् होइन बुबाले त सत्य बोल्नु भनेर छोरालाई सिकाउनुहुन्छ होला नि त भनेको होइन बुबाले सानैदेखि झुट बोल्न सिकाउनुहुन्छ अरे कसरी सिकाउनुहुन्छ भन्दा भन्नुहुन्छ सानो छोरो छ भने हेर नानी झुट चाहिँ बोल्नु हुँदैन नि झुट बोल्यो भने त पाप लाग्छ नि नानी बुझिस् अब छोरोले सिको हो रहेछ बुबा आमाले भन्नुभएको झुट त बोल्नु हुँदैन अनि त्यही बुबाले भरे मन नपरेको मान्छे बाहिर आयो भने बाबु बाबा भित्र हुनुहुन्छ भन्नु भने बाबाको भित्र गएर बाबालाई सोध्छ अनि छोरालाई भनेर पठाउँछ बाबु बाहिर गएर नि बाबा हुनुहुन्न भन्देला भनेर पठाउनुहुन्छ छोरो आएर बाबा हुनुहुन्न भनिदिन्छ अब छोरोले के सिक्ने भन्दा भन्ने चाहिँ रहेछ झुट नबोल्ने तर झुट त बोल्नु हुँदो रहेछ अनि संस्कार हामीले त्यसरी नै बढाउँदैछौँ जानुहुन्छ नि बेला बेला गुरुजी हाम्रो छोराछोरी त कति मोबाइल चलाउँछ गुरुजी कराइदिनु न भन्नुहुन्छ कसरी कराउनु अब माताले नै भात पकाउँदा पनि हेलो गाइज गरेपछि त अनि छोराछोरीले त सिक्ने नै भयो छोराछोरीबाट लुकाएर फोन चलाउने गर्नुहोस् त छोराछोरीले मोबाइल चलाउँदैनन् अनि मोबाइल हेर्दा पनि केटाकेटीलाई दिँदा पनि यस्ता चिज चाहिँ देखाउनु हिजो थियो यहाँ 2टा भाइ बसेका थिए नाम भन्दिनँ म साना थिएँ निक्लेर गएर भने कथा चलिरहेको सबै नाचिरहेको 2टा भाइ बसेर फ्री फायर खेलिरहेको छ यताबाट जाँदैछौँ गुरुजी हामी 2जना अनि रोकेर भाइ के गरेर
भने गुरुजी अबदेखि खेल्दिनँ भने चाहिँ आज खेलेका पनि छैनन्। केही छैन, सुध्रिनु हो। सबै चिजको समय हुन्छ, खेल्नु पनि पर्छ, आनन्द पनि लिनुपर्छ। तर संस्कार भन्ने कुरो अरूले सिकाइदिँदैन है। हामीले हाम्रा घरका हाम्रा सन्तानलाई संस्कार आफैले दिनुपर्छ। हामीले यहाँ 5 मिनट बोलिदिएर ती संस्कारी हुँदैनन्। घरमा नै हामीले संस्कार दिने प्रयास गर्नुपर्छ। यहाँ त सुन्दर सुन्दर नानी बालकहरू छन्, कति मजाले बसेर कथा सुनिराखेका छन् साना साना भाइ। तर जग्गा जग्गामा त्यही भन्नुहुन्छ, आज कलियुगमा सत्य छैन। अनि तपस्वीहरू त होला नि त भनेको, तप पनि छैन। सोचम दया, अनि दया भन्ने कुरो मनुष्यमा रहेको छैन। कसैमा दया भन्ने चिज रहेको छैन। अनि दान त धेरै गर्दा हुन् नि मान्छेले भनेको छैन। दान पनि मान्छेहरूले गर्न छोडे। अनि गुरुजी दान त धेरै धेरै गरेको देखिन्छ भन्दाखेरि त्यो केवल आडम्बर मात्र हो। तीर्थहरूमा देखिन्छ नि दान गरेको भनेर। कसैले पङ्खा दान गरेर पङ्खामा नाम लेखेको छ, स्वर्गीय फलानु, स्वर्गीय पिता फलानु, स्वर्गीय माता 3 पुस्ताको नाम लेखिदिए। अनि मन्दिरमा पङ्खा दान गरिदिए। अनि कुन चाहिँ थाकेर आउँछ, गर्मी लागेको हुन्छ, अनि श्यामलाल, रामलाल, अनि अर्को कन्हैयालाल, 3 जना 3 पुस्ताको नाम लेखे। अनि पङ्खा मन्दिरमा दान गरिदिए। अनि गयो। अनि कसलाई गर्मी लागेको छ स्विच अन गर्छ। अनि श्यामलाल, रामलाल, हरिलाल, श्यामलाल, रामलाल, हरिलाल, श्यामलाल, हरिलाल, रामलाल, हरिलाल। पितृ छन्, घुमेको छ, घुमेको छ। अब पितृ घुमेका घुमै छन् आजसम्म। कस्तो हुन्छ थाहा छैन। गएर छम्लाङ्ग एकखेप गङ्गाजी नुहाएरै आउनु। हरिद्वार टाढा छैन। जति हामी एउटा वनभोज खाँदाखेरि जति खर्च गर्छौँ त्यसैमा गङ्गाजी नुहाएर आइन्छ। ट्रेनमै जाँदा पनि बहुत सुलभ छ भने। अचेलका त युवा वर्गहरू, हाम्रा भाइ बहिनीहरू आनन्द लाग्छ। ट्रिप भन्दै थियो, हरिद्वार जानुहुन्छ, बद्रीनाथ जानुहुन्छ, सोसियल मिडियामा देख्न पाइन्छ, खुसी लाग्छ। युवा वर्ग धेरै जागरुक हुनुभएको छ। तीर्थस्थलको भ्रमण गर्नु हुँदैछ, कथामा नित्यप्रति आउनु हुँदैछ, भक्तिलाई समाउनु हुँदैछ। र यसरी भन्नुहुन्छ नारदजीले, जब म वृन्दावन गएँ धेरै आनन्द लाग्यो। तर जब जब म अघि बढ्दै गएँ तर मैले एउटा अचम्म देख्न पाएँ। नारदजी भन्नुहुन्छ, अरे कुमारजी भन्नुहुन्छ नारदजीले, अरे के अचम्म देख्नुभयो वृन्दावनमा पनि भन्दाखेरि भन्नुहुन्छ, मैले यस्तो अचम्म देखेँ वृन्दावनमा, एउटी युवती ढलेकी छिन्, बसेकी छिन्। अनि 2टा वृद्ध ती लडिरहेका छन्। काखामा 2वटा वृद्धलाई लडाएका छन्, लडेका छन्, काखामा राख्नु भएको छ। अनि भन्दाखेरि पछाडिबाट धेरै माताहरूले पङ्खा गरिराख्नु भएको छ। मैले त्यो दृश्य देखेँ। त्यो दृश्य देखेपछि म अघि बढेर सोध्न मन लाग्यो के हुँदैछ भनेर। जान म खोजिरहेको थिएँ, अरे कुमारजी हो। तर अब स्त्री नै स्त्री भएको जग्गामा, माता नै माता भएको जग्गामा म कसरी जानु भनेर सङ्कोच गरेर म ती छेउबाट निक्लेर जाँदै थिएँ। ती युवतीले मलाई रोकिन्। भो भो साधु क्षणं तिष्ठ मत चिन्तामपि नाशय दर्शनं तव लोकस्य सर्वभागहरं परम्। भो भो साधु क्षणं तिष्ठ, अरे साधु एकछिन पर्खिनुहोस् भनेर मलाई ती युवतीले रोकिन्। अनि भन्छन्, म चिन्तामपि नाशय, मेरो जुन चिन्ता छ, मेरो दुःख छ नि, अरे नारदजी पर्खिनुहोस्, मेरो दुःखलाई नाश गरिदिनुहोस्। मलाई थाहा छ सन्तको दर्शन मात्रले पनि सबै प्रकारका दुःख कष्ट समापन भएर जान्छ अरे। त्यही भएर त हामी दुःख कष्ट पर्यो भने मन्दिर जान्छौँ, सन्तकमा जान्छौँ, आफूभन्दा ठुलाका अगाडि जान्छौँ। जब जब तपाईँलाई धेरै दुःख हुन्छ नि, अब के गरौँ भन्ने कुरो निर्णय गर्न सक्नुहुन्न नि। कि त गएर एकान्तमा मन्दिरको कोठामा गएर 5 मिनट बस्नुहोस्, निश्चित तपाईँले केही न केही समाधान पाउनुहुन्छ। अझै मन्दिरमा जान सुलभ पनि छैन भने कोही वृद्ध हुनुहुन्छ भने उहाँसँग गएर 2 मिनट गफ गर्नुहोस्, तपाईँका जुन समस्या छ त्यसको समाधान अवश्य निक्लिनेछ। वृद्धहरूमा त्यो गुण हुन्छ। त्यसैले म त नृत्य भन्ने गर्छु, वृद्धलाई घृणा होइन, बौद्धलाई चाहिँ आदर गर।
उनीहरूसँग केही नभए पनि अनुभवको एउटा छुट्टै गीता हुन्छ र वृद्धको जगेडा गर्नुपर्छ, उहाँहरूसँग परस्पर सम्पर्कमा रहनुपर्छ। एउटा कुरो थाहा छ, वृद्ध अवस्था जब हुन्छ नि सबैबाट हेलित हुँदै जान्छ, कसैले हेर्न छोड्छ, स्वाभाविक कुरो हो। हिजोसम्म सबैजना आएर 10 कुरा सोध्नेहरू पनि अब जब काम लाग्न छोडिन्छ नि कोही आइदिँदैनन् सोध्न पनि। हिजोसम्म सबैको सर भएर बसेको पनि आज को हो हुन्छ, उहाँका लागि कुनामा चियार लाग्न थाल्छन्। त्यस्तो अवस्थामा तपाईँ छेउमा गएर अरे बुबा अरे आमा सन्चै हुनुहुन्छ, अनि निको आनन्द कस्तो छ एकखेप सोधि त दिनुहोस्। ती वृद्ध व्यक्तिले तपाईँलाई भित्र मनबाट आशीर्वाद दिनुहुन्छ है। चिनेको छ भने त फलाना ठिक रहेछस् भन्नुहुन्छ, चिनेको रहेनछ भने पनि भन्नुहुन्छ को हो कसका सन्तान होला भनेर। कति धन्य होला ती माता पिता यस्तो संस्कार देखाउँछ। अरे जो नै भए पनि त्यसको चाहिँ कल्याणै होस् है भनेर ती वृद्धले आशीर्वाद दिनुहुन्छ। त्यो आशीर्वाद भनेको निष्कपट हुन्छ, निश्चल हुन्छ, 100मा 100% लाग्ने हुन्छ। अरू आशीर्वाद त बाटामा भेट्यो, गुरुजीलाई ढोक्यो, आफूभन्दा ठुलोलाई भोग्यो, गुरुजी राधे राधे, बुवा राधे राधे, राधे राधे भन्छ, अर्कोतिर जान बितिरहेको हुन्छ, हिँडिदिन्छ। त्यो आशीर्वाद त्यति फलफुल नलाग्ला, तर ती वृद्धले दिएका आशीर्वाद टक्क लाग्छ। ती वृद्धहरूको झगडा गरौँ भन्नुहुन्छ नारदजी। त्यो युवतीले मलाई रोकेर त्यसरी भनिन् कि मेरो दुःख नाश गरिदेऊ। मैले पनि प्रश्न गरेँ, अरे ओ युवती तिमी को हौ अनि किन यहाँ दुःख मनाएर बसेका छौ? अनि तिम्रो छेउमा लडेका यी 2टा वृद्ध को हुन्? अनि तिम्रो पछाडि जुन पङ्खा गर्दैछन् ती चाहिँ को हुन्? ती युवतीले भन्दछिन्, अहम भक्तिरिति ख्यात इमं मे तनयो मतो ज्ञान वैराग्य नामानो कालयोगेन जर्जरी। अरे नारदजी म भक्ति हुँ, म भक्ति माता हुँ। अनि यो जुन 2टा वृद्ध लडेका छन् नि यी मेरा पुत्र हुन्, सन्तान हुन्। को हुन् भन्दा ज्ञान र वैराग्य हुन्। नारदजी छक्क पर्नुभयो। अरे आमा चाहिँ यति युवती अनि छोराछोरी त यति वृद्ध, अरे कसरी भयो भन्दा कालयोगेन जर्जरी। यो कलियुगको प्रभावले गर्दा मेरो सन्तान वृद्ध भए, म युवती भएँ। अनि तिमी को हौ, कहाँबाट आयो भन्दा उत्पन्न द्रविडेशः, मेरो उत्पत्ति म द्रविड देशमा भएँ। वृद्ध म कर्नाटकमा गएपछि वृद्ध भएँ, म पनि वृद्ध भएँ, मेरा छोराछोरी पनि वृद्ध भए कर्नाटक पुगेपछि। क्वाचित महाराष्ट्र, कसो गरेर महाराष्ट्रसम्म जाँदा अब एकदम जीर्ण अवस्था भयो हाम्रो, एकदम वृद्ध पनि जीर्ण अवस्था भयो। कसो गरेर जब वृन्दावन चाहिँ आइपुग्यौँ हामी 3जना, वृन्दावनमा आउने बित्तिकै भक्ति म माता चाहिँ अलिक युवती भएँ, भक्ति जाग्नु भयो। तर ती ज्ञान र वैराग्य जुन थिए ती आज पनि वृद्ध भएर बसेका छन् भनेर भक्ति माताले भन्नुभयो। यी मेरा 2टा सन्तान चाहिँ पूर्ण हुन सकेनन्, त्यही भएर आज पनि वृन्दावनमा भक्ति नित्य प्रति ताताथैया गरेर नाचिराख्नु भएको छ। वृन्दावनमा भक्ति खोज्नुपर्छ कहीँ भने वृन्दावन जानुहोस्। त्यहाँ ज्ञान र वैराग्य त बुढा भएर लडिरहेका छन्। जति ज्ञानी त्यहाँ ज्ञानी देखाउनु भने काम छैन, त्यहाँ त भक्तिको मात्रै काम छ। कस्ता पढेका कति धनाढ्यहरू पनि हाम्रै देशका विदेशका परदेशका खरबौपति पनि सबै थोक छोडेर बागम्बर ओढेर श्री कृष्ण गोविन्द हरे मुरारी भनेर नाचिरहेको भेट्नुहुन्छ एउटा पातलो लुगा लाएर। त्यो हो वृन्दावन। दर्शन